सबैजनालाई प्रभु यीशुको नाममा। बाइबलमा टोटल 35वटा प्रभु यीशुले गर्नुभएको आश्चर्य कामहरू रहेका छन् अनि ती मध्ये हुन् अधिकारीको छोरी निको पारिएको, योहना 4:46 हात सुकेको मानिस निको पारिएको, मत्ती 12:9 देखि 13 सम्म। आदिलाई शान्त पार्नु, लुका 8:22 र 25। गुङ्गो मानिस निको पारिएको, बोल्न छोडेको, मत्ती 9:32। अन्ध गोगोलाई निको पारिएको, मत्ती 12:22। लुका 8:26-39 पदमा गिदिनीहरूको मुलुकमा भूत लागेको 2 मानिसलाई निको पारिएको। याइरसको छोरी जीवित पारिएको, मत्ती 5:22 देखि 9:21 देखि 22 सम्म। 12 वर्ष र गर्भवती स्त्रीलाई निको पारिएको। कप्तानको नोकर निको पारिएको, लुका 7:1। मत्ती 8:2 देखि 4 सम्म एउटा कुष्ठरोगीको निको पारिएको, विधवाको छोरा निको पारिएको, लुका 7:11 देखि 15।